राजावादीहरू पुरोपञ्चहरू मण्डलीहरू बडा जुरमुराएर उठिरहेका देखिन्छ। उनीहरूलाई कस्तो लागेको छ त भन्दाखेरि अब राजा आइहाल्छन्, हाम्रा दिन फिर्छ भन्ने अर्थमा उनीहरूलाई त्यस प्रकारको प्रचार पनि भएको छ। त्यही अर्थमा उनीहरूले चाहिँ गतिविधि गर्न थालेका छन्। उनीहरूका ती गतिविधिहरू कसका विरुद्ध छन् भन्दाखेरि आम जनताका विरुद्ध छन् भन्ने कुरा हामीले बुझ्नु पर्दछ, बुझाउनु पर्दछ। वास्तवमा भन्ने हो भने पञ्चायतको समय कस्तो थियो भन्ने कुरा चाहिँ तपाईँ हामी प्रायले भोगेको समय त हो नि। आजको हामी जनप्रतिनिधिहरूले पञ्चायत नभोगेका त कमै होला। तर हामीले त्यो पञ्चायतको पीडा आजको नयाँ पुस्तामा सम्प्रेषण गर्न सकेका छैन। त्यस अर्थमा नयाँ पुस्ता अलिक बरालिया छ, अलिक स्वच्छन्द अराजक बनिया छ। पुरानो पीडाबाट स्ट्रगल गरेर आएको पुस्ता चाहिँ अर्कै प्रकारको कुनै प्रकारको पीडा नबिहोरी लोकतन्त्रमा हुर्किएको पुस्ता अर्कै प्रकारको बन्न पुगेको छ। र त्यो पुस्तालाई राजनीतिसँग जोड्ने कुरा चाहिँ अहिलेको चुनौती भने